एभ्रीवान वेलकम टु माई युट्युब च्यानल बुहारी ग्रुप। साथीहरू आज म फेरि मेरो नयाँ भिडियो लिएर आउँदैछु। साथीहरू तपाईहरुलाई कस्तो छ? यता त धेरै गर्मीले सताइरहेको छ साथीहरू। अनि अहिले चाहिँ रातको ठ्याक्कै 11 बज्नु लागिरहेको छ साथीहरू। अनि म चाहिँ बरन्डामा हावा खाँदै बसिरहेको थिएँ, तर मेरो साथीहरू बुहारी ग्रुपले चाहिँ बोलाउँदैछ यति बेला। ल किन बोलायो, म उनीहरूको घरतिर जाँदैछु ल साथीहरू। अब जान्न अल्छी लागिरहेको छ भनिरहेको थिएँ, तर के गर्नु फेरि मनले मानेन, त्यही भएर म जाँदैछु। तेरो अब चाहिँ म लागेँ। अहिले चाहिँ रातको 11 बज्नु लागिरहेको छ, मलाई अँध्यारो भइरहेको छ। जानु पर्यो है चाहिँ। विशाल, ओ विशाल, गेटहरू पनि सबै लगाइसकेको थियो। अनि जानु पनि मलाई अल्छी लागिरहेको थियो, तर पनि म जाँदैछु साथीहरू। गेट खोलेर म चाहिँ निस्किसकेँ घरबाट। अनि 2 दिन भएको थियो, यति धेरै गर्मी भएको इटरीमा। अरूतिर पनि गर्मी नै थियो होला, तर धेरै गर्मी भएर एकदम गाह्रो भइरहेको थियो। आज चाहिँ अचानक पानी पर्यो अनि हावाहरू आएर शीतल भइरहेको छ। अनि अहिले चाहिँ शीतल भएर म चाहिँ बरन्डामा हावा खाँदै बसिरहेको थिएँ। मलाई सोनी बेबीले फोन गरेर म जाँदैछु है साथीहरू। ल के भएर अँध्यारो देखेको छ फेरि। ल के भयो, बुढियो चाहिँ यस्तो अँध्यारो भयो। ल मेरो यहाँ घरबाट चाहिँ नजिकै पर्छ, हाम्रो कोसिला भाबीको घर, त्यहाँ जाँदैछु साथीहरू। अनि अहिले म नजाने भनेको फोन गरेको यहाँ मुनि उत्रेर जाँदैछु। छिटाउनु न भन्दैछन् गाइजहरूले। ल अब चाहिँ आइपुग्नु आँटेँ। सन्तुली म यहाँ पनि अघि आइसकेको रहेछ, स्कुटीले त्यहाँ देख्दैछु। मलाई चाहिँ आउँदिन भनेर फोन काटिदिएको थिएँ। कस्तो रहेछ धुपै हात्ती त भनेर भन्दै थियो। के गर्दैछ तिनीहरू हेर्छु ल। किन मलाई चाहिँ यति बेला राति बोलायो, म जाँदैछु साथीहरू, तपाईँहरूलाई पनि देखाउने छु। ल हाम्रो बुहारी ग्रुपको पारा चाहिँ यस्तै छ है, कुनै कुराको टाइम हुँदैन। रातको 11, 12, 1 यस्तै छ। हेलो लक्कीले चाहिँ म एक्लै भएको बेला मलाई घरसम्म पुऱ्याइदिन्छ। बोलाएर जाँदैछु, के गर्दैछु म, के गर्दै रहेछ ल। के भयो तिमीलाई बोलाउँछ राति हुँदो? किन बोलाएको गाइजहरू? लु आइसक्यो गाइस, त म त लगाइदिन्छु त। कसले हो त्यो बम छोडेको चाहिँ? कसले हो? बम पो छोडिदिन्छ केटीहरू त। ल के भएको, छोडा बम छोडा। यही बम काजी सुन्नु बोलाएको मलाई यति राति? के भयो यो मोबाइल पनि त्यता पार खिचिँदैन, देखिँदैन त के भन्यो। ल यहाँ बुहारी ग्रुपहरू चाहिँ राति हुँदा किनेर यहाँनिर भेला हुँदैछ भनेको त गाइजहरू के बनाउँदैछन्। ल आज गाइजहरूले के कारण तिमीहरूको बेलाको यो तिमीलाई मन लाग्यो भने यहाँ सब चिज हुन्छ नि, हामीलाई मन लाग्यो भने हुन्छ। तिमीलाई निद्रा कहिले पुग्दैन। आज चाहिँ कसरी लिएर आयो मलाई उमेको कि गर्मीमा। आज फेरि करेन्टको फेरि यहाँनिर कार्यक्रम रहेछ। त्यो चाहिँ के अरे, वाट इज दिस? के अघि कहाँ आएको है? अस्ति राति है भाबी कस्तो आलु उसिनु लगाएर खाएर मैले के भन्यो होला त, जाउँछ भन्छ कि राति के माटो लिनु माटो बोकेर ल्याएको दिदी तपाईँको घर त बिहोस्। म बिहो बेली सुतेर उठेको कति छिटो शीतल भएर। अब अलि मोटा आएछ नि।
मेलामा लागेको रहेछ साथीहरू के को मेला हो कस्तो मेला हो मलाई थाहा छैन ल आज चाहिँ शीतल भएर सबैजना खुसी आजको भक्क पार्न चाहिँ लड्की हुन्छ है आउँदा आउँदा भक्क अरे स्वागत त राम्रो गर्नुभयो हजुर स्वागत चाहिँ राम्रो गर्नुभयो मलाई स्वागत चाहिँ राम्रै गर्नुभयो अनि 11 बज्न आँटेको तर हाम्रो काली र मैनाले बनाउँदै रहेछ मैना एन्ड काली काली र मैना हामी त खाना होइन अघि त्यो बाहिर बनाउन बस्दैन यसरी मर्छट भएर आउँदै थियो र अनि म चाहिँ यहाँ मिना मिसलाई बोलाउनु जाँदैछु मिना मिस सुतिसक्यो होला बुहारीले बोलाएर मिना सुतेको आऊ न बाहिर केटीहरूले यति बेला मलाई पनि यहाँ फोन गरेर बोलाएर हजुरको घरमा आउँदा नि के हिँडेको भन्नुहुन्छ आम्मा फेन सहित सास आयो नि अब त मजालाई छोरी सुतिसकेछ ए उनीहरू यहाँ आइरहेको चाहिँ आउनु न अरे अनि किन भनेको आएको त आऊ आँखा नदेखेर म त यस्तो भएको आँखा हो नि खाना बनाउँदा नुहाएको जस्तै भएको थिएँ यस्तो पुरा भिजेर ल छस गरेर के गर्नु भयो मिसले यहाँ बत्ती बलेको जस्तो त लाग्यो तर दिदी पानी खान आउनु भएको ल हामी चाहिँ राति उजो किन भेला हुने भनेको त कार्यक्रम यस्तो छ है साथीहरू यो भन्दा उपरान्त केही गर्न आएन हामीलाई सिकाइदिनु होला हजुर हजुर सिकाइदिनु होला हामीलाई आइडिया दिनुहोस् सबैजनाले स्कुटी करेन्ट बेला न बेला लाइन गएको नि जङ्गलबाट थिएन क्या त्यति बेला त आउनुभन्दा अलिक आएन आएन यहाँ थियो त अघि त यहाँ पनि एउटा ल्याउनु त्यही सानो ल्याउनु न अहिलेको तपाईँ ल्याउनु भएको के भयो नि खानु कोही के हो अलि उयो अप्ठ्यारो भयो सानो काँटाले लाउने हुन्छ काँटा लाउनु भयो अहिले दिदी एउटा काँटा यहाँ एउटा ल अब यो काम पनि म गर्नु अरे गाइजहरू म गर्नु भाबी नगर्नु म कसैले गर भन्छ यो मासको भन्छ यतातिर नगर भन्छ क्या टुक्रोको त बन्द सक्दिन नि त हौ गर्छु हौ मसको न ल काम गर्ने कालु मकै खाने ढेडु भन्थ्यो मकै खाने दिँदा त मकै खाने दिँदा त अनि के त काम गर्ने ए अहिले भालु अझै पायो त ढेडु चाहिँ पाउँछ अनि भालु त पाउँदैन नि त अहिले भाँडाकुँडाहरू मात्रै छ साथीहरू हाम्रो सर म्याडम भन्छ उहाँले पनि उच्चराख्नु सर म्याडमहरू चाहिँ ल साथीहरू अहिले चाहिँ हाम्रो लगभग 12 पनि बजिसकेको छ अनि हामी चाहिँ यहाँबाट गफ गरिसकेर अहिले चाहिँ 3 जना जेठानी देउरानी भएर हामीले खुब गफ गऱ्यौँ है के गफ गऱ्यौँ त्यो चाहिँ भन्दिनँ हाम्रो फाल्टै गफ छ होइन त्यो चाहिँ खै मेरो चौल्यो अनि हामी 3 जना भएर चाहिँ धेरै बेर गफ गरेर अब चाहिँ मलाई पुऱ्याउनु को अघि भनेको थिएँ नि त उसलाई मैले आउँदाखेरि मलाई पुऱ्याउनु जानु हुँदैछ म भएको बेलामा चाहिँ उहाँ सरले मलाई पुऱ्याउनु जानुहुन्छ हिँड आइज आइज कुकुरले पुछेर हो आइज आउँछ कि उसले मलाई परसम्म पुऱ्याउनु जान्छ जहिले गेटसम्म काम गर्न हेर नि त आइज
अनि अहिले चाहिँ हामी जाँदैछौँ मकै घाडी छ अनि डर लाग्छ त्यही भएर हामी नजिक त नजिकै छ यहीँबाट दुईजना म्याम्सहरू मलाई पढाउन जानु त छ साथीहरू आज त यस्तो राम्रो शीतल भएर है अति राम्रो स्वर्ग अनि स्वर्ग अनि आगो हो कि मुस्लो हो कि क्या हो क्या भन्यो अनि अहिले त शीतल भइरहेछ अहिले पानी परेर सुत्दा पनि छटपटी घरि बाहिर निक्लिन्छु अनि जुरुक्क उठ्छु होइन निन्द्रा चाहिँ आँखामा निन्द्रा आइरहेको छ पसिना छटपटी लागेको जस्तो हुन्छ अनि घरि बरन्डामा निस्किन्छु घरि भित्र पस्छु अनि आगो यो गर्मी त मेटाउनै पर्ने छ नि त हौ जेसुकै भए पनि नि अनि ल मकैहरू चाहिँ पाक्नु आँटिसकेको छ है खान आउनुहुन्छ भने आउनुहोस् हजुरहरू आउनु है फलेको छ हौ फुलहरू पनि फुलिरहेको छ हाम्रो चाहिँ पुरै किरा पनि लागिरहेको छ मकै ल हाम्रो बाख्राहरू कुखुराहरू पनि सुतिसकेको छ तर हामी चाहिँ मान्छे सुतेको छैन भने कुखुराहरू सुतिसकेको छ बाख्रा पनि हो 12:30 हुन आँटिसक्यो अहिले चाहिँ हामी रातिको 12:30 अर्को दिन आइसक्यो नि अर्को दिन लागिसक्यो हिजो भेला भएको आजसम्म हामी गफ गरेर बस्यौँ साथीहरू ल मेरो घर चाहिँ आइपुग्यो बिहिबार भइसक्यो ल मलाई यहाँ गेटसम्म छोडेर जानुहुन्छ टाइगर त आज त तपाईँहरू देखेर त अल्छी पो गऱ्यो हो यसले त परै बसेछ हेर न नत्र यहाँसम्म आउँथ्यो पुऱ्याउनु ए आज भाउजूहरू देखेर अल्छी लाग्यो अल्छी लागेछ क्या उसलाई लक्की ल गाइजहरू बाई बाई थ्याङ्क यू सो मच जान्न तपाईँहरूलाई हेरिरहेको छु नि त ल घरमा बत्ती बलिरहेको छ ल बाई बाई टाटा ल नडराइ जानु टाइगरलाई लिएर ए लक्कीलाई लिएर ल म चाहिँ घर आइसकेको छु साथीहरू अब चाहिँ घर पसे कसले त्यहाँ लग्नु न लक्की त अगाडि बसे हाम्रो सुरक्षाको लागि भन्नु नि अनि जा लक्की भाउजूलाई पुऱ्याऊ ल ओके गुड नाइट ल साथीहरू अहिले चाहिँ लगभग रातको 12:30 भइसकेको छ साथीहरू म चाहिँ अहिले घरमा आइसकिसकेको छु अनि आजको हाम्रो भेटघाट पनि तपाईँहरूले हेरिसक्नु भएको छ बुहारी ग्रुपको अचानकको हाम्रो भेटघाटमा के थियो भनेर अनि हामी धेरै दिन भइसकेको थियो भेटघाट नभएको अनि आज फेरि अचानक हाम्रो भेटघाटमा त्यही त हो जहिले पनि करेन्ट चाउचाउ सबैको मनपर्ने करेन्ट चाउचाउ तर यो स्वास्थ्यको लागि चाहिँ अलिक राम्रो हुँदैन भनेर चाहिँ सबैले भन्नुहुन्छ तर छोटो मिठो खाजा चाहिँ अहिलेको लागि यही नै रहेछ त्यही भएर हामीले सुकुटी र करेन्ट चाउचाउ खायौँ अनि एकछिन गफहरू गऱ्यौँ भेटघाट गऱ्यौँ र सबैजना आफ्नो घरतिर जानु भइसकेको छ अनि मलाई चाहिँ यहाँ भाबी कौशिला भाबी र मिना म्यामले चाहिँ मलाई गेटसम्म ल्याइदिनु भयो र म अहिले घर आइसकेको छु साथीहरू अनि यो मेरो छोटो भिडियो म आजको लागि चाहिँ यही अन्त गर्न चाहन्छु साथीहरू तपाईँहरू सबैजनाले हेरिदिनु भयो मन पराइदिनु भयो भन्ने म आशा राख्दै अब नेक्स्ट भिडियोको साथमा आउनेछु अहिले तपाईँहरू सबैजनालाई गुड नाइट भन्दै आजको यो भिडियो म यही अन्त गर्न चाहन्छु सबैजनाले शेयर कमेन्ट गरिदिनु होला अनि अझै नयाँ नयाँ भिडियोको साथमा आउनेछु आजको लागि चाहिँ म यही अन्त गर्न चाहन्छु